हामीले दिनको 2 देखि 3 वटा अर्टिकेरियाको पेशेन्टहरु फिजिकली देखिराखेका छौं र अनलाइनमा हामीले धेरै पेशेन्टहरु चाहिँ अर्टिकेरियाकै चाहिँ कम्प्लेनहरु लिएर आउनुहुन्छ। यो अर्टिकेरिया तपाईको 1 दिन 2 दिन या 5 दिनमा ठीक हुने कुरो हैन। यदि तपाईको अर्टिकेरिया एलर्जीबाट एलर्जेन्ट कुनै एजेन्टबाट भइराछ भने त्यसको ट्रिगरबाट भइराछ भने त्यसलाई कन्ट्रोल गर्न सकिन्छ। एलर्जेन्ट भनेको के हो भने जसरी तपाईको कुनै कुरोले छोएर होस् या केमिकली टच तपाईको स्किनमा भयो भने एलर्जी हुन सक्छ, त्यस्तै तपाईको इमोसनल स्ट्रेसको कारणले पनि अर्टिकेरियाहरु हुन्छ। र केही सर्टेन दबाईहरु छ, मेडिसिन्सहरु छ, त्यो मेडिसिन खानु भयो भने त्यसको साइड इफेक्टको रूपमा यस्ता किसिमका स्किन सेन्सिटिभिटी भएर अर्टिकेरियाहरु देखिन्छ। त्यस्तै अर्टिकेरियाका धेरै कारणहरु छन्। यो कारणहरु हामीले बुझ्नु भन्दा पहिले हामीले के बुझ्नुपर्छ भने हामीले 72 आवर भित्र 48 देखि 72 घण्टा भित्र हामीले के युनिक खानेकुरो खायौ, डेली खानेकुरो भन्दा केही फरक कुरो खायौ कि खाएन भन्ने त्यो कुरोमा पनि ध्यान राख्नुपर्छ। या हामीले एलर्जी उत्पन्न गरायो, यी सबै कुरोहरु हामीले रिमाइन्डर गरायो भने हामीले चाहिँ बुझ्न सक्छौं कि अर्टिकेरियाको मेन कारण यही हो। र धेरै जसो केसहरुमा अर्टिकेरियाको कारणहरु हुँदैन, आइडियोप्याथी हुन्छ। अब यस्ता पेशेन्टहरु जसलाई अर्टिकेरिया भएका छ भने एन्टी एलर्जी दबाई मात्र खाए भने कन्ट्रोल हुन्छ। र धेरै जसो पेशेन्टमा कस्तो हुन्छ भने एन्टी एलर्जी दबाई खाए पनि जति ट्रिटमेन्ट गराए पनि उहाँको चाहिँ यस्तो किसिमको अर्टिकेरिया चाहिँ जान सक्दैन। हप्ता 2 हप्तासम्म कन्ट्रोल भएको हुन्छ र जसरी दबाई छोड्नुहुन्छ फेरि पुनः अर्टिकेरियाहरु देखिन्छ। यो चाहिँ उहाँको समस्या 6 महिनादेखि लिएर सालभर 2 साल 3 सालसम्म पनि बारम्बार भइरहेछ। अब यस्तो पेशेन्टलाई के गर्न सकिन्छ भनेर केही डाइट प्लान हामीले चाहिँ उहाँले फलो गरिसकेपछि हामीले 45 टु 90 डेजसम्म उहाँलाई फलो अपमा 15 दिन 25 दिन या 1-2 महिनामा हामीले बोलाइराख्छौँ। त्यसपछि 45 दिनदेखि 90 दिनमा उहाँको समस्या चाहिँ लगभग पुरा सोल्भ भएको हुन्छ। र धेरै जस्तो हाम्रोमा यस्तो पेशेन्टहरु छ उहाँको समस्या चाहिँ सोल्भ भएका छ। अनलाइनबाट चाहिँ हामीले प्राय चाहिँ यस्तो केसहरु देखिराखेका छौँ। किनभने यो हामी फिजिकली हेर्दा पनि अनलाइन हेर्दा पनि कुरा उही हुन्छ। फिजिकली हेर्यो भने मेरो चाँडो ठीक हुन्छ भने हुँदैन। हामीले फिजिकली पनि त्यही काम गर्ने हो र अनलाइनबाट पनि यही काम गर्ने हो। छालाको हामीले लिमिटेड कन्डिसनमा मात्र काम गरिरहेका छौँ, जस्तै फंगल भयो, अर्टिकेरिया भयो, त्यस्तै एक्जिमा एलर्जीहरु भयो हैन। सोराइसिस कन्ट्रोल मात्र गर्ने गर्छौं। किनभने यो जेनरल कुरोहरु हो। स्किनको लिजनहरु त्यसको वुन्डहरु हेरेर हामीले थाहा पाउन सक्छौं कि उहाँको छालामा कुन किसिमको स्किन समस्या छ भनेर बुझ्न सक्छौं। र हामीसँग कनेक्ट हुनको लागि सबभन्दा पहिले तपाईले WhatsApp नम्बर टिकटकमा रहेको मेसेज बक्समा तपाईको WhatsApp नम्बर छोड्नु होला र त्यो WhatsApp नम्बर हाम्रो गाइड अनुसार तपाईले हरेक प्रोटोकललाई फलो गर्नुभयो भने हाम्रो हेल्थ टिमसँग कुरो गर्नुहुन्छ, जसमा केही स्वास्थ्यकर्मीहरु हुनुहुन्छ र केही डाक्टरहरु हुनुहुन्छ। उहाँहरु सबैजनाको कोलाबोरेट भएर उहाँको लागि के बेटर हुन सक्छ भनेर हामीले गर्नेछौं। सो यस्तो किसिमको अर्टिकेरिया हाइब्स तपाईको छालामा देखिरहेछ भने हामीसँग कनेक्ट हुनु होला।